देख्न सक्नुहुन्छ यो फेरि मज्जासँग चाहिँ आएर है काम गरिरहेको है अनि यिनीहरूले कुट पनि ल्याउँदै रहेछ है। ल है साथीहरू टक्कै है मौरी चाहिँ फेरि पनि आइसकेको अवस्था है। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो घार चाहिँ मैले सबै है पुरा बनाएर मैले चाहिँ भिडियोमा पनि देखाइसकेको छु है। अस्ति चाहिँ यही मैले यो भनौँ न ल्याएकै ठाउँमा चाहिँ पासो थापेको थिएँ है। यो चाहिँ है यसको यो फुल चाहिँ टक्क है यो फुलेको बेला चाहिँ मौरी चाहिँ अति है यसको रस है यो फुल खानु भनेर चाहिँ धेरै नै आउँछ है। यहाँ सम्पूर्ण साथी है लाई फेरि पनि मेरो है दर्शन छ है अनि आजको मेरो यस भ्लगमा पनि स्वागत छ है तपाईहरुलाई है। अनि आज चाहिँ हैन के गर्न आँटेको छु भन्ने टक्क है जुन अस्ति है मैले एउटा भनौँ न जङ्गलदेखि मौरी ल्याएको थिएँ है। आज चाहिँ फेरि म त्यो ठाउँमा है जाँदैछु है हेर्नलाई। लगभग चाहिँ 10-12 दिन कति भयो है। अनि अस्ति नै हेर्नुपर्ने पानी परे गरेर चाहिँ है टक्कै जानु पाएको थिइनँ। अनि है अहिले चाहिँ है भनौँ न मौसम पनि दामी खुल्ला छ है घाम त्यहाँ छ है। अनि टक्कै अस्ति चाहिँ यही मैले यो भनौँ न ल्याएकै ठाउँमा चाहिँ पासो थापेको थिएँ है। अनि एउटा मैले भिडियो पनि बनाएको थिएँ है जङ्गलमा पासो थाप्ने तरिका भनेर एउटा भिडियो बनाएको थिएँ है। त्यही ठाउँमा चाहिँ पासो थापेको ठाउँमा भनौँ न जानु आँटेको छु है। अनि यो आजभन्दा टक्कै होइन अघिल्लो भिडियोमा पनि मैले तपाईँलाई एउटा है मौरीलाई घरमा आकर्षण गर्ने एउटा भिडियो बनाएको थिएँ है। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो घार चाहिँ मैले सबै है पुरा बनाएर मैले चाहिँ भिडियोमा पनि देखाइसकेको छु है। अनि एउटा भयो यो पनि मैले त्यस्तै सेम गरिसकेको छु। यो मसँग अर्को छ बाँकी है यसलाई चाहिँ टक्क है यहाँभित्र बनाउनु बाँकी छ। अब यहाँ टालटुल गर्नु है। अनि यो तिनटामा चाहिँ दुईटा चाहिँ रेडी भइसकेको छ है। अनि अब भनौँ न जङ्गलमा जान्छु है त्यसमा मौरी आइसकेको थियो भने चाहिँ टक्कै म यसलाई चाहिँ लान्छु। यसमा चाहिँ मैले महहरू सबै दलेर पनि है रेडी बनाएको छु है। यसलाई चाहिँ लानुपर्ने हुन्छ है। अनि अर्को र यो है यहाँ परतिर पनि 3टा घार चाहिँ राखेको छु है। त्यसमा पनि है मौरीले चाहिँ घार हेर्ने चाहिँ निकै भइराखेको छ है। त्यहाँ पनि गएर चाहिँ हेरिदिउँ। अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ है एउटा यो 6 मुडे घार है। यो चाहिँ दामी तरिकाले यहाँ राखेको छु है। यसमा चाहिँ खास चाहिँ अहिलेसम्म मौरी चाहिँ आएको छैन है। अनि एउटा यो र यो चारपाटे यसमा चाहिँ है पुरा मौरीले चाहिँ घार हेरिरहेको अवस्था छ भने है। किनभने यो हिजो निकै है हुल आएर चाहिँ है बस्ने आउने गरिराखेको थियो है। अनि एउटा मसँग अर्को नयाँ घार यहाँ पनि छ है। यो चाहिँ टक्कै मैले हिजै मात्रै राखेको नयाँ बनाएर। अनि भनौँ न यताको जुन यो चाहिँ मैले निकै अगाडि नै राखेको थिएँ। अनि यसलाई पनि टक्कै हिजो अस्तिल्लो दिन मात्रै पुरा सरसफाइ गरेर है भित्र है सिँगारहरूलाई सोरेर टक्क है लिपलाप गरेर टक्क राखेको छु। यहाँ चाहिँ मौरीले चाहिँ हिजोसम्म चाहिँ निकै हेरिराखेको थियो है। अनि हेरौँ आज के कस्तो हुन्छ है। अनि अब भने म चाहिँ टक्कै कहाँ जान्छु भन्दा जङ्गलतर्फ जानुपर्ने हुन्छ है। त्यहाँतिर चाहिँ टक्कै अब मौरी आयो कि आएन भनेर टक्कै है अब चाहिँ म हेर्नको लागि चाहिँ जानेवाला छु। अनि अब यहाँबाट चाहिँ म जङ्गल गइसकेपछि है टक्कै हेर्छु। अब मौरी आइसकेको थियो भने चाहिँ त्यसलाई चाहिँ बेलुका ल्याउँछु है। अनि त्यसको भोलिपल्ट फेरि म यो घारलाई चाहिँ यो मुनिको है यो घारलाई चाहिँ टक्क म है भनौँ न त्यही ठाउँमा चाहिँ लगेर राख्नेवाला छु है। तर सबैभन्दा पहिला चाहिँ म जङ्गल गएर मौरी आयो आएन भने चाहिँ हेर्नेवाला छु है। अनि टक्कै है म चाहिँ अहिले जङ्गलतर्फ जाँदैछु। अनि म पुग्नुपर्ने ठाउँ चाहिँ निकै टाढा छ क्या। यस्तो घुमेर यो पर टक्क है यो देखिने यो ठुलो रुख भएको अलिक परतिर जङ्गलमा है पुग्नुपर्ने छ। टक्क यस्तो घुम्दै है निकै टाढा छ है। अनि मैले चाहिँ त्यही हो चिउरीको है खेतमा राखेको थिएँ। अब चिउरीमा धेरै आउँछ है मौरी भनेर चाहिँ मैले चाहिँ राखेको थिएँ भनौँ न। अब अस्ति 1 घार त ल्याइसकेको छु है। अनि त्यही हो 10-12 दिन पछाडि चाहिँ जाँदैछु है के कस्तो छ। अब आएको थिएन भने टक्कै त्यसलाई
सरसफाइ गर्नुपर्ने हुन्छ है। अहिले भने चाहिँ म टक्कै है जङ्गल है छिरिसकेको छु है। अनि बाटो पनि थोरै है अलिक अप्ठ्यारो छ। अनि अब यहाँ चाहिँ नजिकै हो, मैले पासो थापेर बस्छु है कस्तो छ चाहिँ जाँदैछु। टक्कै है यो 10-12 दिनको अन्तरालमा चाहिँ यो है चिउरी पनि निकै है दामी भइरहेछ यार घाँस है। अनि फुल्नै पनि लागेर छ अब चाहिँ है। अब ठ्याक्कै त्यसकै फेदमा है जानुपर्ने हुन्छ। कस्तो है बाटो पनि अलिक अप्ठ्यारो छ यहाँनिर। यो चाहिँ है यसको यो फुल चाहिँ टक्क है यो फुलेको बेला चाहिँ माउरी चाहिँ अति है यसको रस है यो फुल खानु भनेर चाहिँ धेरै नै आउँछ है। यहाँ जतासुकै है ट्याप्पै फलिरहेको छ। जङ्गल भइसक्यो यार यस्तो दामी हरियो। टक्कै अब यसको फेदमा जानुपर्ने हुन्छ म। अनि टक्कै है मैले चाहिँ माउरी चाहिँ ठ्याक्कै यो रुखको फेदको मुनि राखेको थिएँ है। ऊ यहाँनिर छ है। अब हेरौँ तलतिरै गएर पनि हेरिदिउँ न। अनि यही ठाउँबाट चाहिँ अस्ति 11 चाहिँ लगिसकेको थिएँ है। अनि फेरि थापेको थिएँ। अब हेरौँ के कस्तो छ अवस्था। ल है साथीहरू टक्कै है माउरी चाहिँ फेरि पनि आइसकेको अवस्था है। यहाँ देख्न सक्नुहुन्छ यो फेरि मजासँग चाहिँ आएर है काम गरिरहेको है। अनि यिनीहरूले कुट पनि ल्याउँदै रहेछ है। सो है साथीहरू टक्कै है अस्ति पनि यही ठाउँबाट चाहिँ मैले है एक घार माउरी चाहिँ लगिसकेको छु है। अनि फेरि पनि है थापिरहेको थिएँ यही ठाउँमा है। अनि लगभग यो पासो थापेको म त्यस्तै हो 10-12 दिन पछाडि चाहिँ ठ्याक्कै आज है। अनि के कस्तो छ भनेर चाहिँ म हेर्नु आएको थिएँ है यहाँनिर। यहाँ चाहिँ है माउरी आइसकेको छ है मजासँग यहाँ देख्न सक्नुहुन्छ है। यिनीहरूले मजाले है उनीहरूको यो कुट पनि है ल्याउँदै रहेछ नि। देखिहाल्नुभयो है टक्कै है यो लगभग अस्ति कार्तिक त्यही हो 2-3 गतेतिर चाहिँ मैले थापेको थिएँ होला यहाँ। अनि त्यतिखेर पनि परिरहेको थियो। अनि अलिक पछाडि पनि है लगभग आज 20-25 दिन है यो कार्तिक महिनाभरि चाहिँ 20-25 दिनभित्र चाहिँ 2 घार चाहिँ माउरी आइसकेको छ है। अनि यो चिउरी पनि दामी फुल्दैछ है यहाँ अब सुरुवात हुँदैछ। अनि भनौँ न यो ठाउँ नै अलिक राम्रो छ क्या माउरी है खेल्ने आउने है। यस्तो दामी यो यस्तो खतरा है यो रुखको फेदमा ठ्याक्क यस्तो के बटारिएर है। अनि ठ्याक्कै यहाँ ढुङ्गा पनि छ थोरै ओडार जस्तो है दामी। अनि त्यसकै उयोमा चाहिँ टक्क माउरी चाहिँ यसरी है घार ठ्याक्कै थापिराखेको। अनि ठाउँ पनि दामी है। अनि त्यहाँ चाहिँ यस्तो घाम लागिरहेछ है। अनि यतातिर हेर्ने भने चाहिँ टक्क यस्तो अब यस्तो दामी ठाउँमा है माउरी आएर है टक्क बसेको छ है। अनि फेरि पनि यहाँनिर है निस्किनु आँटिरहेछ। अनि अब चाहिँ के गर्छु भन्दाखेरि म जुन यो अब माउरी आएको छ है यसलाई चाहिँ भरै अब भनौँ न बेलुकाको टाइममा चाहिँ लिनु आउँछु है। अब अहिले यस्तो दिनमा चाहिँ लानु हुँदैन है र लाँदिनँ पनि। भरै बेलुकातिर है आउँछु लान्छु है। अनि भोलिपल्ट फेरि म अर्को घार चाहिँ यसैमा थप्नेवाला छु है। अर्को घार चाहिँ जुन अघि देखाइसकेको छु है तयारी भएको घारलाई चाहिँ म यहाँ टक्कै ल्याएर राख्नेवाला छु है। अनि यसलाई चाहिँ बेलुका लानुपर्ने हुन्छ। अनि त्यही हो आजको है यो भिडियो कस्तो लाग्यो है त्यस्तै खालको कमेन्ट अनि लाइक अनि सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है। अनि हजुरहरूको कमेन्ट अनि भनौँ न सब्सक्राइब है यदि
छ भने चाहिँ अझै मलाई पनि है थोरै है अझै राम्रो राम्रो है यस्तै खालको भिडियोहरू देखाउने चाहिँ मलाई है अलिकति है थोरै आँट मिल्ने छ है अनि भन्दै अब हामी छुट्नेछौँ। हस् त बाई।